र हामी बसेको ठाउँमा हामीले लालपूजा पाउँछौँ र अब केही गरेर भए पनि हामी रोजगारको सुरुवात हुन्छ र नेपालमा सुशासन कायम हुन्छ सोचेका थियौँ। हामीले सँगै सोचेका थियौँ कि 2/3 सरकारले यो देशको राष्ट्रिय स्वाधीनताको विषयमा 70,000 हेक्टरभन्दा बढी भारतले कब्जा गरेको जमिनमा अब नेपालका सेना परेर हामी नागरिकलाई आह्वान गर्छ र हामी त्यहाँ गएर लड्न तयार छौँ भनेर बसेका थियौँ। तर यो सरकार यो देशको सबैभन्दा ठुलो समस्या जसले मत दियो, जसले कर दियो, जसले जसको मत चाहिँ बढी भयो, जसको कर बढी भयो, आज त्यो नागरिक बसेको जमिन आज अवैध भयो कि यदि यो नागरिक बसेको कर र मत अवैध भयो भने मत वैध हो भने यदि अवैध हो भने बालेन सरकार तिमी पनि अवैध हो किनकि हाम्रो मत यो कुरा हामीसँग एकै छ। आज देशभरि धेरै सुकुम्बासीहरू भूमिहीन विदेशीहरूले नारा लगाइराखेका छन् हाम्रो मत फिर्ता चाहियो। हामी माथि 2008 मा बचाउन लागि हामीले मतदान गरेको होइन, हामीले सुशासन कायम र हामी लाल पूजा पाउँछौँ भनेर मतदान गरेको हो। हामीले वर्षौँदेखि काङ्ग्रेस एमाले माओवादीले हामीले झुटा बोले अब तिमीले सुशासन कायम गर, हामीलाई लाल पूजा देऊ, सधैँ लाल पूजाको राजनीतिको अन्त्य गर भनेर हामीले मत दिएको हो। हामीले सुशासन भनेको होइन। तिम्रो तागतले सक्छ भने नेपाली भूमि फिर्ता गर्न लगाऊ, हामी तयार छौँ। तर एउटा छाप टार्न पहाडमा रहेको जमिन बेचेर एउटा नेपाली नागरिक भारी मुलुकमा गएर सहरमा ठुलो बस्ने इच्छा आकाङ्क्षा भएर आफ्ना छोराछोरीहरू सहरमा पढाउने इच्छा भएर स्वास्थ्य शिक्षा पढाउने इच्छा भएर थोरै भएको आम्दानी पैसा लिएर सार्वजनिक जग्गामा हालेर बसेको नागरिकमाथि तिमीलाई किट्ने नजर जाने, तिमीलाई किट्ने नजर जाने हेर दुनियाँका भाषाहरू हामीले हिटलाई पनि हेरेका छौँ। हामीले एकपटक रेक्टुम दोर्जे पनि पिए थिए तर के भए हामीलाई सबैलाई थाहा छ। हिटलर आज कहाँ भए त्यो हामीलाई थाहा छ। यदि नेपालको अव्यवस्थित सुकुम्बासी भूमिहीनमाथि तिमीले न्यु खोज्यौ भने तिमीहरूको सत्ताको दिनगन्तीको सुरुवात आजदेखि सुरु हुन्छ। ऐतिहासिक ठाउँ ऐतिहासिक ठाउँ नेपालको ठुलो ठुलो परिवर्तनको निर्णायक भूमिका निर्वाह गरेको छ। राम्रोसँग हेर्दा होस् हामीले भनेका छौँ हामी थोरै पैसा भएर खोलाको छेउछाउमा बसेका होइन। आज हाम्रा इच्छा छ के हामी सुकुम्बासीहरूले लाल पूजामा हाम्रो अपराध हो। हामी 60 वर्ष अगाडि बसेका छौँ। हामी 60 वर्षदेखि एउटा सुकुम्बासी बस्तीको बसेको मान्छेले उसको छोराछोरी ठुलो भयो होला, विदेश गयो होला, अनि विदेशमा पैसा तर त्यो देखेर तिनीलाई सामन्त देख्ने अनि ती सुकुम्बासीहरूलाई लगभग दिनु नपर्ने तिम्रो कदम स्वीकारिन्छ के तिम्रो दिमागमा सुकुम्बासी सधैँ सुकुम्बासी भइरहनु पर्ने हो। लट्ठी चलाउन सिक्नु पर्यो नि त। म भन्छु तपाईँहरू सबैलाई एउटा आह्वान छ के सुकुम्बासीले सुकुम्बासीको पक्षमा बोल्न पाइन्न के नारा लगाउँछ। आज केही मान्छेहरू नारा लगाउँछ अमरबटको ट्राफिक चौकमा घर लगाएको मान्छेले गरिबको पक्षमा बोल्न पाइन्न, पाइन्छ कि पाइँदैन? अनि यो देशमा चाहिँ अन्याय भएको विरुद्ध बोल्न पाइन्न। अनि केही मान्छेहरू सामाजिक सञ्जालमा आएर गरिबको पक्षमा बोलिरहँदा सुकुम्बासी सुरु लगाए गरे अनि के भोकै बस्ने सुकुम्बासी, नाङ्गो हिँड्ने सुकुम्बासी, अव्यवस्थित घर नलाएर बस्ने, पानीको छत गरेर बस्ने त्यो हुन्छ सुकुम्बासी। सुल्लङमा त सुकुम्बासी हुनु भन्न सकिँदैन, अव्यवस्थित भन्न सकिँदैन। त्यसैले रूपन्देहीमा 79,261 जना अव्यवस्थित बसोबास छ। तिनको घरमा एक जना त गन्तिने, 2 जना गन्तिने भने पनि 1.5 लाख मान्छे रूपन्देहीकोमा उत्रे भने तिम्रो सरकारको दिनगन्ती सुरु हुन्छ। त्यसैले हामीसँग न्यून खोज, हामी न्यून खोज। हाम्रो बस्तीमा कुनै एउटा बस्तीमा तपाईँ यो नठान्नुहोला, हामी बारेलाई हेमार चेताउन दिन चाहन्छौँ। कुनै एउटा बस्तीमा तिम्रो दोजर आयो भने हामी सबै बस्ती एक ठाउँमा उभिएर तिमीलाई विरुद्ध लड्न तयार छौँ। र हामी त्यो गर्दैनौँ। यो कुनै भनेको कुरा होइन। वर्षभरि कमाएर राज्यले दिने लाल पूजा हाम्रो कम्ती हो। पटक पटक तपाईँहरूले लाल पूजा दिन्छु भनेर आश्वासन दिने अनि हामी 60 वर्ष यो देशलाई कर तिर्ने, हामी यो देशमा चाहिँ मत दिने, हाम्रा मतले तिम्रो सरकार भइदिने अनि हामी अवैध दिने त्यो मान्न सकिन्छ त्यो कुरा? यदि हाम्रो मत हामी अवैध हो भने हामीले दिएको मत पनि अवैध हो, तिम्रो सरकार पनि अवैध हो। यो कुरा हाम्रो आउँछ। यो देशमा काठमाडौँमा दोषर लगाउने गोर्खाल्यान्ड भएको छ। 2टा मान्छे 3टा मान्छे आत्महत्या गरिसक्यो। यो देशमा सबभन्दा ठुलो त मानवता हो नि। नेपालको कानुनले, नेपालको 2055 को आवासले पनि
कुनै मान्छेलाई व्यवस्थापन बिना उठबस नगर फाइदा हुने छ। नेपालका संविधान 2072ले धारा 16 देखि 22 सम्मका धारा दिनु रक्षादेखि सबै अधिकार छ। नेपालको भूमि आयोग 2078 को विधानले पनि के भन्छ भने एक पटकका लागि बसेको ठाउँमा एक पटकका लागि जग्गा अधिकार दिने भनेको छ। मैले सुने हिजो मात्रै मैले सुकुम्बासी आयोगको अध्यक्ष कुरा सुने सम्ति मणि रेग्मीलाई नाफी अधिकृतले नेपालका यहाँ भुटोलका सुकुम्बासीलाई लाभ दिन खोज्दाखेरि पटक पटक आह्वान गर्दा पनि लाल पूजाको समय दिने सूचना जारी गरेर रे मणि रेग्मीजी यो भुटोलको सुकुम्बासी रूपन्देहीको सुकुम्बासीले तपाईँको हिस्सा किताब पनि गर्नेवाला छ। हिजो मैले सुने 10,000 भन्दा बढी सुकुम्बासीलाई लाभ दिने निर्णय गरेको रहेछ आयोगले। तर यो देशको राज्यको मानव खाएर बसेको मान्छे, तपाईँ हाम्रो कर तिरेर बसेको मान्छे मणि रेग्मी भन्ने मान्छेले कुनै पनि सूचना जारी गरेर नै पटक पटक अनुरोध गर्दा पनि पिण्डिनु जस्तो भयो भनेर भन्नुभयो। यो कुरा हामी हेर्नुहोस्, केही हप्ताभित्र तपाईँको हिस्सा किताब जनताले गर्छ भने खुल्ला चुनौती हो कुरा। यो ढाक्ने कुरा छैन। यो कुरा हामी अपराधी हौ, हामी अपराधी हौ। हामी डोजर आतङ्क मचाउने तिम्रा डोजरहरू हाम्रा मन्त्री भनेर स्थानीय निकाले भनेको छु। तपाईँहरू छाती कमाउने होइन। यो देशका 16वटा स्थानीय तह छन्। तपाईँहरू यो जनताको मतबाट विजय गर्नुभएको छ। तपाईँहरूलाई स्थानीय ऐन पनि छ, अधिकार पनि छ। तपाईँहरूलाई यदि देश केन्द्रीय सरकारले आदेश गर्छ भने तपाईँहरूको साथमा हामी छौँ। एक कदम अगाडि नबढ्नु होला। यदि बढ्नुभयो भने तपाईँको समाप्तिको दिन पनि त्यो दिनबाट सुरु हुनेछ। यो हाम्रो आह्वान हो। यो कुनै गफ होइन, यो गफ होइन यो कुरा। त्यसैले मेरो अनुरोध के छ भने सुकुम्बासी पनि धनी बन्न पाइन्छ, सुकुम्बासी पनि पेट भरि खान पाइन्छ, सुकुम्बासीले पनि सुन्न गर्न पाइन्छ। तर 60 वर्षसम्म 60-70 वर्ष अगाडिदेखि बसोबास गरिराखेको छ अनि उसको छोरा हुर्केको छ, कमायो दमायो ठुलो चाहिँ घर लगाएको भएर हुन्छ। अनि करिडोर पीडित नभएको छ। हामी बसेको ठाउँमा लाग्छ व्यवस्था गर किन नगरे? सबै कुरा राज्यले खानेपानी दिएको छ, राज्यले विद्युत